दुबईमा मलाई सबैभन्दा राम्रो लागेको चिज एउटा के भने यहाँ चाहिँ पुराना चिजहरू पहिलाका युगहरू आजभन्दा 20-25 वर्ष पहिला प्रयोग भएका चिजहरू चाहिँ कसरी अहिलेसम्म प्रयोग गरिरहेका छन् भन्ने कुरो दुबईमा देख्न सकिन्छ। किनभने यहाँका चिजहरूलाई पहिला पुराना चिजहरूलाई यति राम्रो तरिकाले सजाएको छ कि युजफुल तरिकाले। हाम्रो देशमा युजफुल हुँदैनन् यस्ता चिजहरू, सम्पूर्ण चिजहरूलाई त्याग गरेर नयाँ तरिकाले बन्ने चिजहरूलाई चाहिँ हामीले फोकस गर्छौँ। त्यो तरिकाले भन्दा पनि दुबई जस्तो ठाउँमा चाहिँ पुराना चिजलाई कसरी प्रयोग गरेर सबै दुनियाँ माझ कसरी देखाउन सकिन्छ भन्ने कुरो एउटा सानो उदाहरण म तपाईँहरूलाई देखाउन गइरहेको छु। सम्पूर्ण चिजहरू यो भिडियोमा मैले राख्नेछु, सानोदेखि ठुलोसम्मका चिजहरू कसरी प्रयोग गरेका छन् र आगामी दिनहरूमा आउने दिनहरूमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरो। यी चिजहरू मूल्यवान चिजहरू, देख्नमा सानो छ तर मूल्यवान के चिज भने यो एउटा हेर्नु, यो आजभन्दा 20 वर्ष पहिला हाम्रो गाउँमा प्रयोग भएका चिजहरू माटाका यो हन्डीहरू भयो। अब यसलाई हामी चाहिँ हन्डी भन्छौँ। यो हन्डी भयो। अनि यो दही दुध जमाउन प्रयोग हुन्छ हाम्रो गाउँघरमा। तर यहाँ चाहिँ सोको लागि बाहिर पर्यटकहरू आउँदाखेरि चाहिँ कस्तो चिजहरू, पुरानो चिजहरू छन् भनेर मान्छे अचम्म पर्नु भनेर एउटा चिजहरू, यो बत्तीहरू, लालटी आजभन्दा 20 वर्ष पहिला हामीले पढ्दाखेरि युज गरेको लालटी अहिलेसम्म युज छ। तर हाम्रो देशमा यस्ता यी पहिला पुरानो चिजहरू देख्न पाइँदैन। दुबईमा देख्न पाइन्छ यस्ता चिजहरू, किनभने पहिलाका चिजहरू महत्त्व धेरै हुन्छ कि ऊ त्यो लालटी। अनि यो खर भयो, खर हेर्नु, हाम्रो गाउँमा यस्ता चिजहरू अहिले प्रयोग हुँदैन। अहिले भनेको पक्की आधुनिक तरिकाले नयाँ इँटा प्रयोग हुन्छ, ढुङ्गाहरू प्रयोग हुन्छ। तर यहाँ हेर्नु पहिलाका चिजहरू, यो काठ हेर्नु कस्तो दह्रो प्लाइहरू छ। अनि त्यसपछि सँगसँगै यो मुढाहरू, यस्तो टक्क मुढा यस्तो हार सजाएर राखेको छ। हेर्नलाई लाइकको मान्छेले मन पराउन्, लाइक गरेर हेरुन् भनेर हो कि। पुराना चिजहरूलाई सबैले बिर्सिने बानी छ कि, तर यहाँ पुरानो चिजहरूलाई प्रयोग गर्छन्। यो रेडियोहरू जमाना पहिला हामीले यो रेडियोबाट समाचार सुन्थ्यौँ। त्यो रेडियो मान्छेले नबिर्सिउन् भनेर सम्झना स्वरूप यसरी राखिएको छ। यो हेर्नु। अनि त्यसपछि यो हन्डी भयो, दही दुधका लागि प्रयोग हुन्छ। तर